हेलो गाइज, आज चाहिँ हामी यो बुद्ध चोकमा भएको कपिस होटल भन्नेमा आएको थियौँ। अनि त्यहाँ चाहिँ बाहिरबाट बोर्ड थियो कि दिल्लीको स्पेसल चाट समथिङ भनेर। अनि लेट्स ट्राई दिस भनेर आएको थियौँ। अनि हामीले सुरुमा अर्डर गऱ्यौँ फुल्की। यो फुल्की यस्तो मिठो थियो होइन। भैरवमा चाहिँ धेरै छन् क्या फुल्की पाउने ठाउँहरू। अनि सबै ठाउँको अलग 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 टेस्ट आउँछ। अनि त्यही भएर यहाँको कस्तो रहेछ भनेर चाख्न गएको। यो चाहिँ कस्तो त्यो बिहेमा खानुहुन्छ नि होइन, बिहेको फुल्कीको टेस्ट अलिक कस्तो कस्तो हुन्छ भन्दाखेरि जस्तो ठ्याक्क हामीले बिहेमा खाए जस्तो लाग्यो कि अब बिहेमा गएर फुल्की खाए जस्तो भएको थियो। अनि ठिकै थियो, मिठो थियो। ठ्याक्क बुद्ध चोकमै रहेछ कि यो, ठ्याक्क देखिन्छ क्या बाहिरबाट। अनि मेरो बहिनीले गम्की गम फुल्की खाइरहेको छ, ऊ मस्तक पारेर फुल्की खाइरहेको छ। मैले चाहिँ खाएको चाहिँ मैले खिचेन, हा। अनि त्यो भयो। अनि मैले प्रकृतिलाई त झोल पनि खाऊ न भनेर थिएँ। अनि अब त्यसले हेरौँ के गर्छ, खाइने त्यसलाई ठिकै छ भने। अनि नेक्स्ट चाहिँ हामीले यो आलु टिक्की चाट मगाएको थियौँ। अनि आलु टिक्की चाट चाहिँ हो, यो चाहिँ मलाई एकदमै मन परेको थियो। हामीले त्यहाँ 4वटा फुड आइटम्स अर्डर गरेको थियौँ। अनि फुल्की, आलु टिक्की चाट, अनि समोसा चाट, अनि त्यसपछि चाहिँ चटपटे भनेर। त चटपटे भनेर चटपटे आएको थिएन, इन्डियन त टिभीमा देखाउने भेलपुरी जस्तो आएको थियो। अनि मैले ट्राई गर्दैछु यसमा। मलाई चाहिँ यो आलु टिक्की चाट एकदमै मनपर्छ कि। अनि एउटा मात्रै टिक्कीको चाट बनाइदिनु भनेको थिएँ। अनि आलु पनि थियो। अनि आलु एकदमै मिठो थियो, त्यो पेलत्त परेर सबै ठाउँमा मिसिने जस्तो थिएन, एकदम चङ्क्समा थियो क्या आलु। अनि मलाई एकदमै मन परेको थियो। अनि त्यो भयो। अनि म हेर्नु क्लम्जीमी गम्की गम खान्छु भनेको त। अनि झऱ्यो। अनि ब्याकग्राउन्डमा मान्छेहरू हुनुहुन्छ अलिअलि। मेरो फर्स्ट भिडियो हो, त्यही भएर हेरौँ, फर्स्ट फुड भ्लगिङ भिडियो भनौँ न। अनि त्यही भएर एकदम स्पिडमा खाइरहेको छु। मैले योभन्दा अलिकति स्लो खान्छु, तर यस्तै भनौँ न, यो त 2x हो, तर यस्तै गरी खान्छु, गम। मलाई मेरो साथीहरूले तिमीले मुकबाङ ट्राई गर भन्छन् कि। अनि यो चाहिँ समोसा चाट थियो, हेर्दै डिलिसियस थियो। यो समोसा चाट पनि मेरो भैरवको चाहिँ फेमस समोसा चाटमै पऱ्यो भन्नाले मलाई मनपर्ने मै पऱ्यो। भैरवमा धेरै त फेमस चाहिँ शिवम चाट छ, तर मलाई चाहिँ विजय तबिस अगाडिको प्रेम चाट एकदमै मनपर्छ। हामीले सानोबटको नोस्टाल्जिक भएर होला नि, सानोदेखिको याद भएर। अनि त्यही भएर त्यो प्रेम चाट पनि मनपर्छ। अनि यहाँको पनि समोसा चाट मलाई एकदम मन पऱ्यो। अब मैले यो पनि खान्छु, गम्की गम गर्दै खान्छु। अनि मलाई अलिकति अमिलो चाहिएको थियो, अनि अमिलो ल्याइदिनु न भने मैले। अनि म एकदम अमिलो पिरो मनपर्छ कि मलाई, टक्क हुनुपर्छ सबै खानेकुरा। अनि टक्क परेको अमिलो पिरो च्वासेवाला मनपर्छ मलाई। पहिला टेस्ट गरेँ मैले। अनि ओके, इमलीको पानी रहेछ भन्ने भयो। अनि त्यसपछि खाऊँ न त भन्ने भयो। अनि त्यो मलाई चाहिँ यो जस्तै दहीपुरी चाट मनपर्छ, तर फेरि समोसा चाटमा दही हालेको मन पर्दैन। अनि यसमा चाहिँ दही थिएन क्या, त्यही भएर नि मलाई एकदम मन पऱ्यो। अनि समोसा पनि एकदम क्रिस्पी क्रन्ची थियो, अनि एकदम मिठो थियो। अनि त्यहाँ राजकचोरीहरू पनि थियो। अनि तर राजकचोरी चाहिँ मैले खाइनँ, किनभने मैले पहिला खाएको थिएँ। अनि मलाई खासै मन परेको थिएन। बरु मलाई दही भल्ले चाहिँ मनपर्छ, तर दही भल्ले चाहिँ थिएन त्यहाँ। अनि त्यही भएर यो मात्रै भयो। अनि यो पनि मैले एकदम छिटो गर्दै खाएँ। आज चाहिँ अलि धेरै भोक लाग्थ्यो भनौँ न, अलिकति धेरै भोक लाग्थ्यो। अनि त्यही भएर सबै कुरा खायौँ। अनि अब हामीले त दिनदिनै फुड भ्लगिङ सुरु गरौँ भनेको थियो कि बहिनीले। अनि त्यही भएर अनि मैले यस वाइ नट, लेट्स डु फुड भ्लगिङ भन्दै। अनि आफूले खाएको भिडियोको चाहिँ उस गरेँ। अनि मेरो क्यामेराम्यानले अथवा होइन, मेरो पार्टनरले मेरो फोन हल्लाइदिनु भयो। अनि त्यसपछि त्यस्तै भयो। अनि यस्तैसँगै मेरो यो के अरे समोसा चाट पनि सकियो। यो मेरो लास्ट बाइट। अब लास्ट बाइट एक्लै खानु होइन। अनि ल बहिनी खाइदेऊ त भनेको थिएँ मैले, त्यो खाइदेऊ भनेको चाहिँ खाइने त्यसले। अनि त्यसमा आफै खाएँ, किनकि बहिनीलाई चाहिँ समोसा चाट मन पर्दैन के, त्यसलाई खै किन मन पर्दैन, त्यसले फुल्कीलाई सबैभन्दा माथि राख्छ के। अनि फुल्की भनेको तपाईँहरूलाई थाहा छ होला, भैरवतिरको बुटोल भैरवतिरको अडियन्सले त थाहा छ। त्यही पनि अब कहाँसम्म पुग्छ यो भिडियो मलाई के थाहा होइन। अनि फोर्थमा चाहिँ यो के भन्छ चटपटे भनेर मगाएको, तर चटपटे जस्तो चाहिँ थिएन। त्यो इन्डियनमा तारक मेहतामा भेलपुरी भनेर यस्तै देखाए जस्तो लाग्थ्यो। त्यही भेलपुरी छ, त्यो माथिबाट त्यो सेव भन्छ नि, त्यो भुजिया जस्तो थियो कि। अनि त्यसले गर्दाखेरि अलिकति गुलियो थियो। त्यो टक्क मिठो चटपटे खाने बानी लाग्यो, त्यही भएर यो अलिकति ब्ल्यान्ड जस्तो लाग्यो होइन। चटपटे जस्तो चाहिँ थिएन कि। अनि हेर्दा पनि थाहा हुन्छ कि त्यो चटपटे जस्तो नै थिएन, त्यो यस्तै नै थियो। मेरो फोनको क्वालिटी नराम्रो होइन कि, त्यो चटपटे हो कि त्यो नै त्यस्तै थियो। अनि ठिकै छ त्यो पनि होइन। अब नयाँ टेस्ट भयो, इट्स के भन्छ भेलपुरी जस्तो भयो। मैले सुनौलीमा भेलपुरी खाएको थिएँ, त्यसमा चाहिँ भेलपुरीमा आई थिङ्क त्यो चाउचाउहरू हाल्दैन क्या। अनि यस्तै अलि फिक्का जस्तो लाग्थ्यो क्या, त्यो टक्क चटपटे जस्तो वाउ चाहिँ थिएन। अनि त्यही उसमा पनि बहिनीले
मैले चाहिँ मेरो अगाडि राख्न राम्रो पनि देखिन्छ भन्ने भएर थियो। अनि त्यो म चाहिँ पछाडिको त रेकर्डै भन्छ साथीहरू। यसो सबै हाम्रो भिडियो एन्ड हुन्छ। लाइक सेयर एन्ड सब्सक्राइब।